होलीको वास्तविक अर्थ के हो त? आजसम्म त हामीले होली सिर्फ स्थूल रूपमा मनाउँदै आएका थियौँ। हामी होलीमा सबै आफन्तजन, दाजुभाइ, दिदीबहिनी, इष्टमित्र सबै एक ठाउँमा भेला भएर प्रेमपूर्वक रङ लगाएर आफूभित्र भएको हरेक स्नेह प्रेम एक दोस्रोसँग साटेर रङ लगाएर होली मनाउँदै आएका थियौँ। के यतिमा मात्रै होली सीमित छ होला त? पक्कै पनि छैन। तर अब हामी होलीलाई अध्यात्मको पाठबाट जानौँ। अध्यात्मको पाठबाट जान्दाखेरि होली एक रङ लगाउने दिन मात्र नभएर एक त्योहारको दिनमा पनि मानिन्छ। किन त्योहारको दिन मानिन्छ भन्दाखेरि जब होली हुन्छ हामी सबै एक जमघट भेला हुन्छ। हामी आफ्नो सुख दुःखका कुराहरूलाई साटासाट गर्छौँ। विगतमा भएको कुराहरूलाई भुलेर आगतको सुनौलो प्रेमको स्नेहको अमृतमा एकअर्कालाई डुबाउने प्रयास गर्छौँ। किन भन्दाखेरि त्यति बेला हामी खुसीमै खुसी रमाइरहेका हुन्छौँ। त्यही भएर पनि यसलाई त्योहारको रूपमा लिन पनि लिएको हो। तर अध्यात्मको पाठ हेर्ने हो भने होली भनेको बितिसकेको कुरा। हाम्रो जीवनमा राम्रो नराम्रो धेरै कुराहरू हुन्छ। हामीले त्यो बितिसकेको कुराहरूलाई फुल स्टप लगाएर होलीमा यानि कि आगामी दिनहरूमा नयाँ जीवनको सुरुवात गर्नु हो। किनभने जो भएको थियो त्यो कल्याणकै लागि भएको थियो। जो हुनेवाला छ त्यो पनि कल्याणकै लागि हुनेवाला छ। किन भन्दाखेरि जो बितिसकेको कुरा हुन्छ त्योबाट हामीले जीवनमा केही न केही पाठ सिकेका हुन्छौँ। जो अगाडि हुन्छ त्यो बाटो पनि हामी केही न केही सिक्छौँ। अब होलीको बेहदमा अर्थ के हो त? हामी यो जानौँ। होली भनेको कुनै स्थूल रूपमा रङ लगाएर मनाउनु मात्रै होली होइन। होली भनेको त अध्यात्मको रूपमा हेर्ने हो भने परमपिता परमात्मा शिवको सङ्घको रङमा डुबेर शिव समान बन्नु नै वास्तविक होली हो। जब हामी भगवानको सङ्घको रङमा आफूलाई भिजाउँछौँ, आफूलाई त्यो पोखरीमा आफूलाई डुबाउँछौँ, तब हामीभित्र अवगुणहरू नष्ट हुँदै जान्छन्, दैवी गुणहरू पैदा हुँदै जान्छन्। जब हामीभित्र दैवी गुण पैदा हुन्छन् तब हामी आफूले आफूलाई एकदमै ठुलो र श्रेष्ठ ठान्छौँ। किनकि देवी देवताको गायन पनि छ नि। किन देवी देवताको गायन यति धेरै महान, यति धेरै मसुर छ भन्दाखेरि उनीहरूमा दैवी गुणहरू थिए। सबैमा प्रेम स्नेहको भावना थियो। त्यही भएर उनीहरूलाई देवी देवताको क्याटेगोरीमा राखे। तर वर्तमान मनुष्यहरूमा काम, क्रोध, लोभ, मोह, अहङ्कारको कारणले गर्दा, नीचे गिरेको कारणले गर्दाखेरि नै मनुष्यको क्याटेगोरीमा राख्यो। तर त्यही मनुष्य आफूभित्र परमात्माको सङ्घको रङमा यानि कि त्यो होलीमा आफूलाई रमाउन सक्यो भने खुद त्यही मनुष्य पछि गएर के बन्छ? देवी देवता बन्न सक्छ। जब हामी परमात्माको साथ होली मनाउँछौँ हामीभित्र श्रेष्ठ भावना, श्रेष्ठ सोच विचार पैदा हुन्छ। जब हामी भगवानको साथ होली मनाउँछौँ हामी फरिस्ताबाट देवता बन्छौँ। हामी एकदमै महान बन्छौँ। किन भन्दाखेरि हामीभित्र भएको संस्कार परिवर्तन हुन्छ। हामीभित्र नयाँ नयाँ सोचहरू पैदा हुँदै जान्छन्। हामी परमात्माको यादमा लीन हुन्छौँ। हामी सोच्छौँ स्थूल रूपमा होली खेल्यो भने रमाइलो हुन्छ। तर त्योभन्दा पनि रमाइलो र आनन्दित शान्तपूर्ण त भगवानसँग पो होली खेल्नु हुँदो रहेछ। किन भन्दाखेरि जब हामी भगवानसँग होली खेल्छौँ तब हामी आफ्नो स्व अस्तित्वमा आफूलाई देख्छौँ, आफ्नो असली पहिचान जान्न पाउँछौँ। त्यही भएर हामीले भगवानसँग होली खेल्नु नै यानि कि भगवानबाट रङ लगाउनु भनेको कुनै रातो सेतो लगाउनु होइन। किन भन्दाखेरि रङ लगाउनु भनेको कुरो नै परमात्माको सँग यादमा हामीले रङ लगाउने वास्तवमा होली खेल्नु हो। जब हामी होलीमा रमाउँछौँ हामी अतीन्द्रिय सुख
प्राप्त गर्छौँ। भनिन्छ नि भक्ति मार्गमा पनि अत्यन्तै सुख जान्नु छ त भने त गोप गोपियाहरूलाई पुछ भनेर। किन भन्दाखेरि त्यो गोप गोपियाहरूले कृष्णको लीलामा झुम्न सिकेका थिए, कृष्णको मैरोतामा आफूलाई ढाल्न सिकेका थिए। त्यही भएर उनीहरू खुसी भएका थिए। होली भनेको पनि भगवानको यादगार हो। किन भन्दाखेरि जब भगवान सृष्टिमा आउनुहुन्छ तब हामी भगवानसँग मिलन मेला बनाउँछौँ। असली रूपमा होली रङहरू लगाउँछौँ। किन भन्दाखेरि रङ लगाउनु भनेको नि एक किसिमले पवित्रता मानिन्छ नि त। जब हामी पवित्रता आफ्नो जीवनमा धारण गर्छौँ त भने हामी स्वत नै हामी देवी देवता बन्छौँ। जस्तै पौराणिक कथा अनुसार जस्तै हिरण्यकश्यपले सबैभन्दा ठुलो राक्षस थियो। किन भन्दा ऊ आफूलाई भगवान ठान्थ्यो। ऊ सोच्थ्यो मलाई नि सबैले मान्नुपर्छ, मेरो पूजा गर्नुपर्छ भन्ने उसको धारणा थियो। तर उसैले जन्माएको छोरो प्रह्लाद उसलाई मान्दैन थियो। किनकि प्रह्लादले असल रूपमा भगवानलाई चिनेको थियो। त्यही भएर ऊ असली भगवानको रूपमा भगवानसँग मिलन मेला मनाउन चाहन्थ्यो। तर हिरण्यकश्यप ऊ खुल्लै भगवान ठान्थ्यो र मलाई मान्नुपर्छ, मेरो छोरो भएर पनि उसलाई मानेको भनेर आफ्नो छोरोलाई मान्नलाई पनि पछि हटेन। तर त्यही प्रह्लादलाई बचाउनको लागि भगवानले नरसिंहको अवतार लिएर उसको हिरण्यकश्यपको वध गर्नुहुन्छ। जसरी हिरण्यकश्यपको पुत्र प्रह्लाद थियो त्यसरी नै हामी सबै मनुष्य रूपी आत्मा पनि नम्बरवाज रूपमा प्रह्लाद हुन्छौँ। किनकि यो 5000 सृष्टिको ड्रामामा भगवान अन्तिममा कलियुगको अन्त्य र सत्यको आरम्भ 100 सालको सङ्गम युगमा आएर नै असली होली मनाउने तरिका सिकाउनुहुन्छ। जब हामी भगवानलाई पहिचान्छौँ तब हाम्रो असली होली मेला मनाउने, रङ्गको त्योहार मनाउने तरिका हामीलाई थाहा हुन्छ। किनकि यो थाहा हुने सूत्र भगवान साधारण मनुष्य तनमा आएर नै बताउनुहुन्छ। आएर नै भगवान सबैभन्दा पहिला राजयोग पढाउनुहुन्छ। राजयोगको अर्थ के हुन्छ भन्दाखेरि राजाको पनि राजा बनाउनेवाला। आजसम्म हामीले राजा महाराजाको कहानी त सुन्दै पनि आएका थियौँ, पढ्दै पनि आएका थियौँ। त्यो राजा शब्द नै राजयोग पढाइबाट आएको। राजयोग पढाइ कसले पढायो भन्दाखेरि त्यो भगवान आएर नै पढाउनुहुन्छ। भगवान आएर नै यो पुरुषोत्तम सङ्गममा मनुष्यहरूलाई देवता बनाउने, होलीमा रमाउने तरिका सिकाउनुहुन्छ। जब हामी परमात्माको यादमा आफूलाई लीन गर्छौँ, त्यो रङ्गौँ बिरङ्गीको रङ लगाउँछौँ तब हामी स्वत देवता बन्छौँ। त्यही भएर नै हामीले अहिले समय आएको छ खुल्लै चिन्ने प्लस भगवानलाई चिनेर असल रूपमा होली मनाउने तरिका। जब हामी असल रूपमा होली मनाउँछौँ तब हामीमा पवित्रता पैदा हुन्छ। तब हामी सुख शान्तिसँग रहन सक्छौँ। त्यही भएर हामीले असल रूपमा होली मनाउनुपर्छ। होलीको असली अर्थ अध्यात्मको पाठबाट सिर्फ परमात्मा शिव यानि कि हामी सबै मनुष्यको पिता, यो पुरै सृष्टिको रचयिताले नै बताउन सक्नुहुन्छ।